घाँस थियो कि यहाँ यति यति झुम झुम साइकलमा आउँदा उता पारी जाम भनेको भएन मलाई ऊ त्यो टोइलेट देखेर के त्यत्रो एउटा टोइलेट रहेछ अनि भाउ त्यहाँबाट बाटो छ कि भनेको होइन यहाँ घाँसको बेला आख्राङ उख्रुङ थियो अहिले त ठिक रहेछ छत्त छ र बाटो छैन क्या हो पहिला चाहिँ रहेछ पछि हटा जस्तो मान्दै मैले हो यहाँ आएँ होइन यहाँ साइकलसित थियो होइन कहाँ साइकलसित झन् यो त झन् अलि उ देखेँ हाइट हुन्न यस्तो त भनेर उतै बाटो करस हानिदिएको हो कि होइन देख्थिस् कि आफ्नै आँखाले मस्तै थियो माछा देखिन मार्न चाहिँ मार त्यहाँ नि कुन्टा रहेछ होइन इटा लैजान पाउन्न र त्यत्रो धेरै भएर खोला खोला फाले यो जा अब 3 नम्बरमा नि गर्नु र इटाको नम्बर हुन्छ र अनि फर्स्ट नम्बरी घर बनान्छ सेकेन्ड नम्बरी अलि अब अस्थायी ठाउँ बनान्छ होइन अलि राम्रै कोही कोही त सिङ्गा छ नि अन्त के बुटुल्नु हो नि त यो ऊ जस्तो लाग्यो क्या मलाई यो थुप्रो के को भन्दाखेरि होइन जो वरिपरि बारेको हुन्छ नि त्यो भट्काएको थुप्रो हो कि जस्तो लाग्यो होइन त्यसलाई त 1 घन्टा भट्काएर बेच्यो हो र त्यसलाई त कहाँ बेसी भट्काइको र माथि मान्छे गएर 1 घन्टा भट्काएर इटा जम्नु गरेर उनीहरू लगेर बेच्यो त्यसलाई तँले देखेको भट्काटा गर्दा सिधै भट्काइपछि माथि चढेर 1 घन्टा उकालो खाल्नु तल उसमा दिँदै गर्छ हो यसको कम्पाउन्ड चाहिँ कस्तो थियो ठुलै थियो फेरि कम्पाउन्डमा वरिपरिको बार के बार त देखिन त्यो भट्काटा चाहिँ त्यस्तो गर्छ तिनी त्यही बनाउँदा यताउता गरेर भात दिएको होइन भात चाहिँ गिटारले नि त चल्छ त के गाह्रो होइन र चल्छ तर बिच्न चाहिँ बिच्यो ठिकै यो कङ्क्रिटहरू छ हो कि जस्तो लाग्यो भाँचै जस्तो इटा यार ल राति आयो हुन्छ चोर्न च्यात्त के काम फेरि नि त्यो जाब लएर नि कहाँ हाल्ने यसलाई चोर्न त हुन्न माटोको त्यसको चाहिँ यहाँनिर एउटा तार छोड्ने करेन्ट लाग्दैन होला नि खै थाहा छैन त्यो त यो त धेरै टाढाको लागि लैजानु टाढो कि रहेन र ठिक छ फेरि कोही बात नहीं अन्त भत्काएर मान्छेलाई प्लटिङ सलटिङ हान्दै है हजुर लास्ट महँगो होला यहाँको उता जग्गाहरू त कसरी सस्तो होला र खै बस्ती छ ऊ छ अब त रित्तिन जस्तो लान पार मलाई अब अहिले सेवा सुविधा राम्रो पुग्छ नि त योपालि अबदेखि त विकास सिकास हुन्छ हेर पहिला पो गरेको थिएन र होइन अहिले गर्छ भन्ने आश छ अनि त्यो भयो नि हुन्न यति महँगो नि अब कहाँ 25-30 लाख पनि लाम यत्रो पैसा नि कहाँ र त्यो 30 लाख जग्गा जम्मा गर्नु है उस्तै त बैंकै लुट्नुपर्छ लामो त्यत्रो किन्नलाई त नभए तस्कर गर्ने सुन पसल चोर्ने होइन त्यस्ताले गऱ्यो के अरे तिनीले अनि त्यो के अरे भुज खानीले तिनीहरूले धेरै पैसा कुम्लाएर हो कि जमिनहरू मगेको नि अब नेपालमा बसेर काम गर्ने मान्छेले कहाँ हुन्छ यार नेपालमै बसेर नेपालमै काम गरेर यार हुनै सक्दैन नि त त्यही भएर भ्रष्टाचार केही भएन नि सबै आफसे आफलाई यो हो र होइन यो त ऊ होला जस्तो मलाई के भन्दाखेरि माटो खनेर पकाउनलाई खन्ने माटो हो कि जस्तो लाग्यो ए मैले उता टनौमा देखेको छु कि मलाई इटा बनाएको कस्तो रहेछ भन्दाखेरि के मिसाउँछ भन्ने मलाई थाहा भएन हेर
त्यहाँ बनाएर राखेको थिएँ त होइन, गाउँको घरमै बनाउनु रहेछ होइन। अनि एउटा मान्छेले बना लैदिउँला भनेर बनाएको बाबु, खै बिक्री भएको छैन। त एउटाको 5 रुपियाँ हो कि कति रुपियाँमा दिन्छु भन्छु होइन। त्यो त इँटाको आकार बनाउँछ नि, त्यसपछि यसलाई आगोमा पोल्ने रहेछ के, पकाउनु रहेछ। इँटाको सेपमा निस्किसक्यो भने त्यो गर्नु रहेछ। त्यो देखेको, अनि युट्युबतिर रिल्समा पनि देखेको त, त्यहाँ चाहिँ फेरि त्यहाँ पनि देखिँदै रहेछ। ठिक छ, एउटा भिडियो बनाइयो आज।